धन्यवाद निर्वाचन मण्डलज्यूलाई। आज हाम्रो साधारण सभाबाट चाहिँ नि निर्वाचित गराई हामीलाई सम्पन्न गराइदिनु भएकोमा निर्वाचन मण्डलका संयोजक बुद्धि कार्की, तारा पौडेल, कृष्णबहादुर थापाज्यूलाई धेरै धेरै बधाई छ। र आउने निर्वाचित पदाधिकारीज्यूहरूमा पनि अब हामी एकमुष्ट भएर जाने बाचा गर्दै अब धेरै कामहरू छ, अब बताउने साध्य नै छैन। यो मटिहान नै बनाउने भन्ने एउटा आँटको साथमा हिँडेको छु। किनभने त्यो मलाई कालिका कोर्टको अध्यक्ष मात्र, त्यो कालिका कोर्टको मात्रै होइन, म यो सिङ्गो मटिहानको नै हो। म किन त्यो एउटा मेरो माध्यम हो। म जहिले पनि बाटो भनेर हिँडेको छु, पानी भनेर नै हिँडेको छु, अब यहाँको हस्पिटलै भनेर हिँडेको छु। कति फुत्के, कति हराए, कति गए। मैले यहाँ मटिहानको वासीलाई तपाईँको चाहिँ नि हस्पिटल होस् भनेर जग्गा दानमै अग्रिम भूमिका खेलेकै हो। र मैले तपाईँको चाहिँ नि काठमाडौँमा रहँदा पनि दुनियाँलाई देश विदेश पठाउने काम गरेकै हो। र मैले काठमाडौँमा जनताले 1 रुपियाँ नउठाइकन निःशुल्क बत्ती पनि बालिदिएकै हो। तपाईँको त्यो बत्ती बाल्यो भने न राजु थापाले भन्न सक्ला, न नारायण मर्सिने भन्न सक्ला, न हितकाजीले भन्न सक्ला, न घनश्यामले भन्न सक्ला। यी कुनै पनि नेताले चाहिँ नि लो मैले बत्ती ल्याएको भनेर भन्न सक्ने अवस्था छैन। मेरो पालामा मैले सूर्य थापा चाहिँ प्रधानमन्त्री हुने बेलामा, त्यो बेलामा यता कृषि यता निर्माण यतातिर बत्ती बलेको थिएन। तुरुन्त बत्ती जडान गराइदिनु भन्ने तोक आदेशमा काठमाडौँमै पैसा उठाएर त्यस्तो कामहरू पनि मैले मटिहानमा गर्दै आएको हो। म सानो बाल्यकालमा पनि वडा अध्यक्ष 21 वर्षको भएर यो गाउँपालिकालाई नै नागरिकता बाँडेको मान्छे हो। र मैले गर्नेछु। र मैले भ्रष्टाचार पनि गर्दिनँ। भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु हो भनेर मेरो एउटा आफ्नो नीति पनि छ। र म पनि खान्न, अरूलाई खान पनि दिन्न। र मलाई भ्रष्टाचार गरेर खानुपर्छ भने मैले मेरो आमाको रगत खाए सरबार हुन्छ भनेर योभन्दा पहिलो कालमा नि मैले यिनै कालिका कोट मातालाई भन्ने थाललाई नै साँचिराखेको छु। यही प्रतिबद्धता राख्दै मेरो टिमलाई फेरि हामी यो निर्माण समितिको पनि हामी विभिन्न समितिको यथावत नै अगाडि बढ्ने अपेक्षा राख्दै तपाईँहरूको आउँदो दिनहरूमा फेरि पनि यो किस्ती कालिका कोटले केही परिवर्तन ल्याउने बाचा गर्दै म बिदा हुन्छु। धन्यवाद।